रेडीको अवस्था अहिले सिलिन्डर निकाल्नलाई यसरी हेर्नु त यत्रो मान्छेहरू यो किन होला यस्तो बाढी आइसक्यो ल हेर्नु सबैजना नजिक ल यो चाहिँ सबैलाई बाहिर बस्नु भन्दाखेरि हेर्नु त मान्छेहरू यस्तो सिलिन्डर निकाल्नलाई यसरी तान्न हेर्नु त सिलिन्डर निकाल्नको लागि यहाँ आइरहनु भएको छ यति धेरै यहाँ प्रहरीले हटाउँदै आउँछबाट पनि यहाँ चाहिँ अब यहाँ हेर्नु त सिलिन्डर निकालिरहेको दृश्य देख्न सक्नुहुन्छ सिलिन्डर यसरी सिलिन्डर सबैजना यस्तो अवस्था आइसक्यो माथि आइसक्यो पानी तै पनि यति धेरै नारायणी नदीको अवस्था सिलिन्डर तान्नको लागि सिलिन्डर निकाल्दैछ हेर्नु प्रहरीले नजिक नदी छेउमा नजाऊ भन्दा र उताबाट पनि देख्न सक्नुहुन्छ उता प्रहरीले रोकिरहेको थियो त्यहाँबाट पनि अब यो एकदमै नराम्रो दृश्य हामी देखिरहेका छौँ हामी पनि यहाँ बाध्य भएर यहाँ कैद गर्न आइपुगेको छौँ बाढी आइसकेको छ यत्रो बढिसक्यो पानी पुरै बढेर आइरहेको छ हेर्नुहोस् अहिलेको यो दृश्य एकदमै यो पानी बढिसकेको छ